अस्ति तपाईले दुर्गा प्रसाईलाई खूब गाली गर्नुभयो किन त्यसरी गाली गर्नुभयो दाइ अस्ति तपाईले दुर्गा प्रसाईलाई यो राणा शासन हो र भने मासाला उर्दी जारी गर्ने 15 दिनको उर्दी के फेरि दुर्गा भाइ तिमी राणा शासनको जो 3 शमशेर हो काठे हो त तिमीहरू त फेरि ब्राह्मणले ब्राह्मण काम गर्ने के यो उर्दी चाहिँ नदिनु उर्दी यो कसैहरूले गर्छ मैले काट्छ हामी त मलाई तिमीहरू बोल्छ हामी काट्छ 2 दिन गरे भए कमसेकम हामीले नेपाली जनताले मैले ठेक्न सक्छु मभन्दा तलको सक्दैन भाइ मेरो छोराछोरीहरू सब रन्थाने यहाँ घुमेर हिँड्नुपर्ने मलाई ठोकिदिन्छ तिनीहरूको जमात आयो भने फेरि यो यस्तो होइन नि तिमी त्यहाँ लुकेर बस्यो होइन यो त मान्छेको जब यो दिमागले काम गर्न छोड्छ नि मान्छे जहाँ खोजेर हान्छ हानेन तपाईले अस्ति मन परि बोलेर गाली गर्नुभयो अरे क्या मुख पनि छाड्नु भयो दुर्गा प्रसाईलाई किन त्यस्तो गर्नुभयो दुर्गा प्रसाईको समर्थक हो त रिसाइरहेको थियो तपाईँदेखि घन्टाइसी रिसायो भने भाइ तिमीलाई खुवाएको छ तिमी रिसाउँछ म त 78,000 ऋण तेरो बाजे तेरो बजे तिम्रो बुवा मुवा तँलाई यत्रो 16 वर्ष 17 वर्ष 18 20 22 वर्ष हुर्काएको हो उसलाई 78,000 ऋणहरू मेरो नातिको पेटमा अहिले पेटमा हाम्रो दिदी बहिनीहरूले जन्मदिन लागेको बच्चाहरूको 78,000 ऋण छ भाइ यो राजाले पनि तिर्दैन कसले तिर्दैन सब औरे भौरे मिलेकै छ यहाँ यो राजेन्द्र खड्गी भन्ने मान्छे नेवार भन्दै खुब बढी उम्लिरहेको छ यसलाई भेट्यो भने ढाड भाँच्छु भन्दै थियो कमेन्टमा मान्छेहरूले मान्छे म लगेर ऊ 4 तलबाट उसलाई लिएर म हाम फाल्छु लैज दुर्गा आइज ओह्राउनु जाने कि सिधा हाम फाल्ने कि होइन दोरी नबानिकन बन्जी हानु 560 फिट तर म दोरी नहाले हानु यहाँ आइज तपाईँले यो नेवारको मात्रै कुरा गर्दाखेरि काठमाडौँ नेवारको मात्रै राज्य हो र नेवार मात्रै हो र अरू पनि छन् नि जातको कुरा गर्ने भन्दै थियो तपाईँलाई साला एउटा मधेस मुलको भाइ एउटा गुरुङ मुलकोले प्रधानमन्त्री छानिन्छ के हेरे भयो त तिमीले त राम्रो गरेको थियो तिमीले मलाई नै भनेको थियो खड्गी चाहिँ आउनु पर्यो भनेर तैँले मलाई के दिन्छ र म आउने भने कि अहिलेसम्म डुगेर खाएर छु भाइ तिमीले हात खुट्टा भाँच्यो थाहा छैन है अनि तपाईँको प्यारो दाइ शेरबहादुर देउबा र अनि भाउजू आर्जु राणा त भागेछ त नि विदेश सिङ्गापुरतिर गएछ मैले त यो 3 महिना अगाडि भनेको दुर्गाले भनेन मैले भनेछु कि यो किशोरको पोडकास्टमा राजा ल्याउने के भाग्ने भनेको थियो कि सम्हाल्यो भने 9 महिना भइसक्यो भनेको सम्हालेन अब भाग्नु पऱ्यो नि त भने अबको यो मैले एउटा कुरा बुझेको छैन दुर्गा यार भाइ 80 जना मरिसक्यो के तिमीले गर्न लागेको कुरा राम्रो हो तर धेरै मर्छ के त्यसको क्षति कसले तिर्ने यो कुरालाई ध्यान दियो कि अहिले भनेको साइबरबाट लड्ने अहिले मैले साइबरबाट तिमीलाई काउन्टर दिइरहेको छु नि यो राजाले पनि भनेको साइबरमा आऊ पैसा खुवाऊ स्वास्थ्य शिक्षा रोजगार देऊ सबैलाई आफ्नो धर्म चाडपर्व मनाउनु दे भित्तामा टाँसु तपाईँको फोटो तपाईँको श्रीमतीको पनि महारानी भन्नुपर्छ होइन अहिले त महारानी हो नि तपाईँ म चाहिँ राजा र रानी नै भन्छु कि भित्तामा टाँसो भनिरहेको छु कि मैले आश छैन क्या हो तपाईँलाई आउने दम छैन क्या हो राजा तपाईँमाथि यो दुर्गीले बोलेर हुन्छ मैले बोलेर हुन्छ तपाईँले अस्ति दुर्गालाई गाली गरेर दुर्गा प्रसाद डराएछ कि क्या हो यो छठपछि आन्दोलन गर्छु भन्दै अब यो कार्तिक भोट त आन्दोलन नगर्ने रे भनेर कुरा आयो त फेरि हेर दुर्गा जे छ नि दुर्गा तेरो सिद्धान्त मेरो सिद्धान्त धेरै मिल्छ है मैले यो चोरलाई खुवाउनु भन्दा बरु मोदीलाई गुहार्ने भनेको थिएँ कि तर तिमीले के भन्यो म मोदीलाई प्रधानमन्त्री मान्छु भन्यो त्यो नभन अहिले सबै नेपाली जनताले एक्सेप्ट गर्नु पऱ्यो कि यो चोरहरू पाल्ने कि यो चोरहरूको पनि माथिको मान्छेले जसले चोरी गर्ने छ त्यो मान्छेलाई समात्ने है तिमीले भनेको कुरा राम्रो हो धेरै सस्तो हुन्छ यो चोरहरू पाल्ला कोही भाग्दैछ कोही छ तर यो तरिका भएन के यो 15 दिन उर्दी जारी नगर है अरूले मान्ला नमान्ला रायन खड्गीले मान्दैन फेरि रायन खड्गीको जमातले मान्दैन त्यो याद गर अब दुर्गा प्रसाईले गर्ने आन्दोलनको टार्गेट राजेन्द्र खड्गी हुन्छ भन्दैछ मान्छेहरू अनि टार्गेट भने के टार्गेट भनेको अब लखेट्ने जलाइदिने घर आइज भन्दैछु त मैले त 98 5 10 37 57 नम्बर त दिइरहेको छु त पहिला तेरो परिवारको अनुहार हेर तेरो बा आमाको म जो मसँग आउँछ नि म अरू बोल्दैन भाइलेन्स बोल्दैन कि बा आमालाई सोध बा 78,000 दिन तपाईँ मऱ्यो भने मैले कहाँबाट तिर्ने भनेर सोध बुहारीको बच्चा पाउनु लाग्यो त्यो बुहारीको कोखाको बच्चालाई सोध त्यो छोराछोरीहरूलाई सोध जो आउने हो नभएकाहरूले चाहिँ आफ्नो गर्लफ्रेन्डलाई सोध बुझ्यो
तपाईँ सबैसँग दुश्मनी साँधेर तपाईँ कसरी हिँड्न सक्नुहुन्छ क्या? तपाईँ महेश बहिनीसँग त्यस्तै दुश्मनी, बालिन शाहसँग त्यस्तै दुश्मनी, अब दुर्गा प्रसादसँग पनि दुश्मनी लिँदै हुनुहुन्छ। तपाईँलाई अब हिँड्न गाह्रो हुँदैन बाटोमा? हिँडिरहेको छु त। हेर बाबु, जो मान्छे मर्न डराउँछ नि त्यो फटाइ कुरा गर्छ कि। रायनो खड्की चाहिँ मर्न डराउँछन् भाइ। त्यसै 10-12 पल्ट त मरे बराबर भएछ फिल्म लाइनमा। बम पड्काएको छ, आगोमा जिउमा आगो लगाएको छ, साला पाहाडमा हान्छ, घोडा पल्टाएको छ, साला हतियार बराबरको नेपाल आर्म्सहरू चलाइसकेको छ। के हुन्छ? दुर्गा गोली अड्क्यो भने कसरी निकाल्न थाहा छ? दुर्गा प्रसाद पनि माओवादीमा सँगै हिँड्या मान्छे, उसलाई पनि थाहा होला नि, तपाईँलाई मात्रै थाहा होला र? माओवादी सिकाइन्छु म। के को माओवादी भने साला? त्यो माओवादी त्यो आऊ न ल, त्यसले हतियार ल्याएर अब त्यो हतियारबाट जफत हुनुपर्छ कि। नेपाल सरकारले नदिने हतियार राख्नु मिल्दैन कि। त्यो क्राइटेरियामा छु म। 22 राख्नु पाउँछ, 12 राख्नु पाउँछ, तिम्रो एयरगन हाल्न पाउँछ, भरुवा बन्दुक हाल्न पाउँछ, त्योभन्दा माथिको हाल्न पाउँदैन। यो सेमी अटोसम्म पाउँछ, फुल अटो पाउँदैन। दुर्गा प्रसाई भन्दा नि राजेन्द्र खड्की शक्तिशाली हो र भने? सबै नेपालीहरू शक्तिशाली। जो पीडित छ नि तिमी पनि शक्तिशाली हो भाइ। अस्ति तिम्रो यो साइबर रोक्दाखेरि तिमी के थियो? के सपना साँचेर आमा बाउलाई तिम्रो गर्लफ्रेन्डलाई भनेर तिमी आएको थियो? 1.5 महिना रोक्दाखेरि तेरो त हावापानी सिसेको थियो हो। त्यो फाटेको मुजा लाउने बाध्य हुन्थ्यो तिमी। घर भाडा कसरी तिर्ने भन्ने थियो तिमीलाई हो। मलाई मेरो परिवारलाई कसरी खुवाउने भन्ने थियो कि। मलाई अरू भने मेरो नातिलाई कसरी खुवाउने मैले। अब यो यस्तो ताल भयो। अब काट्न जाने, राँगा काट्दा जिन्दगी बिता अब मान्छे काट्न जाने। त्यसको नो भाइलेन्स के। तिमीहरू बोल्छ म त हान्ने हो, हानेर आएको के। म जस्तो वारियर कुलमा जन्मिएँ कि। धन्य मेरो आमा हो, धन्य खड्कीहरूलाई, धन्य कसाईहरूलाई, धन्य साईहरूलाई कि म त्यसमा चाहिँ मलाई पहिल्यै वारियर बनाएँ कि। अन्यायको विरुद्ध लड्ने वारियर बनाइदियो कि। त्यो त तपाईँले जमानामा राँगो त खुब ढाल्नु हो। अब राँगो ढाला जसरी कसलाई ढाल्न मन छ तपाईँलाई? अब कात्रो खाने बाहुनहरूले चाहिँ नेपाली जनताको कात्रो जिउँदै खाइसकेपछि अब कसलाई हान्ने? जो देशलाई माया गर्नलाई नमस्ते सेल्युट धोगे, देश जोगेर देश बिगार्नेहरूलाई चाहिँ छ नि। अरू जेसुकै होस्, मेरो इथिकले दिनेन भाइ। म त हेटाउन पनि वारियर, फिल्मल्यान्डमा आएर पनि फाइट आएर वारियर, बम ब्लास्टदेखि सबै गरेर हिँडेको। मेरो लागि यो बम बनाउने, बम पड्काउने भनेको नर्मल हो। म 20औं वर्ष पड्काएको हो कि होइन। यिनीहरू अरूलाई पड्काउनु दिने मान्छे हायर गर्छ कि। मेरो त्यसै जटा छ त्यहाँ, 100औं जना छ। फिल्म इन्डस्ट्रीको सबै फाइटरहरू सबै ब्लास्ट बनाउन आउँछ, बुझ्यो? इभन कतिजना हिरोलाई पनि आउँछ। मैले भोलि बम यसरी बनाउने, आत्मघाती यसरी बनाउने, एम्बुस यसरी बनाउने, अनि गोली यसरी बनाउने, रेन्ज कति बनाउने भनेर मैले सिकाइदियो भयो भने के हुन्छ भने कि म भाइलेन्स चाहँदैन। नेपाललाई पिस शान्ति भएको चाहन्छ। जुन राजा वीरेन्द्रको पालिमा थियो त्यस्तो हो, सबै खुसी भएको हेर्न चाहन्छ। 2 साग खाएको 75%ले चाहिँ खाना खाएको हेर्न चाहन्छु यो रायनो खड्की। तिमीले दाइ आज साँझ पख तपाईँ यो यतातिर भैरवको फोटो सहित उपस्थित हुनुभएको छ, के हुँदैछ आज यतातिर? यो चाहिँ हामी नेवारहरूलाई, तामाङहरूलाई, लिम्बुवानलाई, मगराठी, त्यसपछि आएर चौधरी सबलाई यिनीहरूले छ नि यो चाहिँ झारे मालेर हिँड्न थाल्यो कि होइन। अनि सबैलाई के महसुस भयो भने आर्मी तटस्थ बस्दियो, पुलिस फोर्स त आफ्नै पुलिस थाना जल्दाखेरि जोगाउनु सकेन। अब हामीले अरूभन्दा पनि हामी नेवारी कल्चर कि अहिले हामी चाहिँ यो सबै यसमा यो बाबु छ ब्रेभ हार्ट, भूपेन्द्र छ, यहाँ छ। हामी झगडा गर्ने होइन, हामी नेवारहरू शान्ति चाहन्छ। नेवारहरू फेरि आगो पनि हो है, भैरवको रूप पनि हो। हामी चाहिँ फेरि हामीलाई चलायो भने चाहिँ उसले आफै विचार गर्नु होइन। त्यस कारण हामीले यो किन आयो भन्दाखेरि यतिजना मरिसक्यो, फेरि मार्ने काम नगर्नु। अहिले दुर्गालाई जुन गरिरहेछ नि त्यो आन्दोलनमा मऱ्यो भने पहिला दुर्गा मर्छ। किनभने त्यो मरेको आमा बाउहरू 80जनाहरूको आमा बाउको त्यो त कहिले नेभर इन हुन्छ, इनै हुँदैन त्यसको। अब अरू पनि मऱ्यो भने भनेपछि अब नेवारहरूले यदि यो सार्वजनिक सम्पत्तिहरू, नेवारको यो कल्चरल कुराहरू, यस्तो कुरा तोडफोड गर्ने, आगजनी गर्ने किसिमको गतिविधि भयो भने अब छोड्दैन नेवारहरूले? नो वे होइन त, नो वे छोड्दैन, नो वे।
हामी पिस हामी मेहनत गरेर ढुको गरेर खाने मान्छे हो हामी स्टेट फरवार्ड हो म मात्रै सुचो हो म 78,000को जो पेटमा कोखामा चाहिँ भइरहेको बच्चाको पनि कसले तिर्ने मेरो बाजे बजेहरू जो जो जिन्दगीभर चौधी घोटेर बच्चाहरू पाल्यो त्यसको कसले तिर्ने भोलि यो देशै रहेन भने हामी के हुन्छ त यो त दुर्गा प्रसाईले अब आन्दोलनको घोषणा गर्दै गर्दाखेरिमा तपाईँहरूले यो किसिमको अब यो सुरु गर्दाखेरिमा चाहिँ अब दुर्गा प्रसाईको आन्दोलन रोक्नको लागि तपाईँहरूले यो योजना बनाउनु भयो दुर्गा प्रसाईसँग त बाल मतलब छैन के गर एउटा प्लेटफर्म लिएर गर के अझ म भन्छु अहिले हामी पनि आन्दोलनमा हामीले अहिले वेपन्स लिएर आउनु सक्छ नि त होइन हतियार लिएर आउनु सक्दैन लिएछ नि हामी खाली हात छ हो सेतो गाजन फाल्ने अघि खाथ्यो खाली हात छौँ हामी साला यो हात फेरि खतरै हुन्छ फेरि त्यसले जे पनि गर्नु सक्छ है यो दिमागको खेल हो के मान्छे 2 साग खानलाई गाह्रो भएर कमाउनु पर्छ 15 दिन रोक्ने भन्ने ख्याल गर्ने कुरा हो गर समर्थन गर्छु काठमाडौँ ललितपुर भक्तपुर कीर्तिपुर भाइबरको वरिपरिको लागि 15 दिनको रासन व्यवस्था गर मासु चाहिएन मासु हामी आफै खान्छौँ दाल भात तरकारी रेडी गर काउन्टिङ आउने भने बालेनलाई सोच चिरबाबुलाई सोच भक्तपुरलाई सोच कीर्तिपुरलाई सोच मेयर साहबहरूलाई जनगणना निकालेर खाने व्यवस्था गर सबै नेवार आउँछ होइन भने यो गाह्रो भइरहेको बेलामा मान्छेलाई छोड्छ र भने तिमीलाई यार यो काठमाडौँ ललितपुर भक्तपुरको नेवारहरू चाहिँ आन्दोलन सान्दोलन गर्नको लागि केही गर्न पनि घरबाटै बाहिर निक्लिँदैन बाहिरको मान्छेले आएर परिवर्तन गरिदिनुपर्छ भन्ने आरोप लाग्छ नि नेवारहरूलाई के हो कुरो म त यहाँ निस्कि बाहिर क्या भयो हुने न उठाउनु खाला पाहाड चाहिँ जापी थियो गुल्लु गुल्लु त्यहाँ भने प्यामा होइन नेवारहरू कस्तो खतरा छ भने गुठी बिडेकमा के गरेको थियो नेवारहरूले नेवारहरू चुप्लाएर बसेको थियो नेवारहरू झाराक जुरुक उठ्यो भने त जुनसुकै परिवर्तन पनि सम्भव छ तर तपाईँहरू उठ्नु हुँदैन म त उठेको 9 महिना भइसक्यो यार बाउ म बरु राम्रो सुतेको छैन है म के मलाई हान राम्रो गर्नलाई सेल्युट गर्छ होइन म हान्छु पनि हिँडिरहेको छु म त मसँग के छ भने नसोच तपाईँ मात्रै उठेर भएन क्या तपाईँसँगै यो सबै नेवारहरूलाई उठाउनु पऱ्यो क्या आज यो उठ्यो सिकालेमा उठ्दैछ होइन काठमाडौँमा चाहिँ हाम्रो झोसेमा उठ्दैछ ठाउँमा उठ्दैछ क्या अब नेवारहरू एकजुट हुँदै हो यस म त नेवार मात्र होइन तामाङहरू पनि एकजुट हुनु पर्यो गुरुङहरू पनि हुनु पर्यो राई लिम्बू पनि हुनु पर्यो शेर्पाहरू पनि हुनु पर्यो यहाँ बसेका मूल रूपमा बसेका यहाँ बसिएका मुस्लिमहरू हुनु पर्यो सिखहरू हुनु पर्यो इसाईहरू हुनु पर्यो हिन्दू धर्म मात्र होइन कि सबभन्दा पहिला त नेपाल बचाउनु पर्यो है हाम्रो मूल उद्देश्य हामीलाई नचलाऊ यो काउन्टर नै हो मैले त अझै दिइरहेको छ अब बाबाहरू पनि आयो कि जेएनजी ग्याङ्सहरू XYZ सबै तातेछ है होइन अल नेपाल तातेको छ के अब यो देश के हुने हो भोलिको के हुने हो भोलि अमेरिकन ट्रुप आयो भने के गर्ने ड्रो एन्ड डाई अब आइ लाग्ने माथि जाइ लाग्ने भनेपछि कोही मान्छे तोडफोड गर्न आगजनी गर्न आयो भने तपाईँहरू जाइ लाग्नुहुन्छ अब नेवारहरू लाग्दैन त अस्ति 50-60 जना नेवार मरे बेसाला छाला काटिदिँदैन अस्ति नै दुर्गा प्रसाईको आन्दोलन एउटा नेवार मर्दा कसैले आन्दोलन गरे त्यही बेला मैले त्यो बेला भनेको थियो नजा यो चोरहरू फटाहरूको पछाडि नजा भनेको त हो नि गयो त मऱ्यो त अब फेरि पनि भयो भने चाहिँ गृहयुद्ध नगरौँ के दुर्गा सबैलाई भन्छु गृहयुद्ध नगरौँ के यो साला यो 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 झालेमाले चाहिँ नि बालेन अनि त्यसपछि आएर सुदन अनि अर्को डाक्टर सन्दुक रोहित त्यो सँगसँगै हरिवंश दाई मदन दाई राई समाल जति पनि कलाकारबाट गएको थियो यिनीहरू टार्गेट गर्नुपर्छ कि हामीले बुझ्यो यिनीहरूलाई टार्गेट गर्नुपर्छ यो सामसुङ हुन्छ राजा आउँछ राजाले पनि बोल्छ अब बोल के अब बोल है